हाम्रो जीवनमा धेरै साथीहरू आउँछन्। कोही समयसँगै टाढा हुन्छन्, कोही स्वार्थका लागि साथ दिन्छन्। तर केही साथी यस्ता हुन्छन् जसले सुखमा मात्र होइन दुःखमा पनि हात छोड्दैनन्। आजको कथा पनि दुई बालसखाको हो। एउटा थियो धनी परिवारको छोरा, अर्को थियो गरिब परिवारको छोरा। उनीहरूको आर्थिक अवस्था फरक थियो, तर बाल्यकालमा उनीहरूको मित्रता संसारकै सबैभन्दा सुन्दर सम्बन्ध जस्तो थियो। नेपालको एउटा रमणीय पहाडी गाउँ, हरियाली खेत, चराचुरुङ्गीको चिरबिर, खोलाको कलकल आवाज। त्यही गाउँमा दुईजना साथी जन्मिएका थिए। पहिलोको नाम थियो रोहन। उसका बुवा गाउँकै सबैभन्दा धनी व्यापारी थिए। ठुलो घर, धेरै जग्गा, गाडी, सबै सुविधा। अर्को थियो विमल। उसका बुवा सामान्य किसान, दिनभरि खेतमा पसिना बगाएर परिवार पाल्थे। सानो टिनको घर, तर मन भने धेरै ठुलो। विद्यालयको पहिलो दिन दुवैजना एउटै बेन्चमा बसे। विमलसँग नयाँ झोला थिएन, पुरानो झोलामा किताब बोकेको थियो। रोहनले नयाँ महँगो झोला बोकेको थियो। कक्षामा केही साथीहरूले विमललाई जिस्काए, हेर कति पुरानो झोला। विमलले टाउको झुकायो। त्यही बेला रोहन उठ्यो। उसले सबैलाई भन्यो, झोला हेरेर साथी रोज्ने हो भने तिमीहरूलाई मित्रताको अर्थ नै थाहा छैन। त्यो दिनदेखि उनीहरू सबैभन्दा मिल्ने साथी बने। दुवैजना सँगै विद्यालय जान्थे, सँगै खोलामा पौडी खेल्न जान्थे, डाँडामा फुटबल खेल्थे, जङ्गलमा घाँस काट्न पनि कहिलेकाहीँ विमलसँग रोहन जान्थ्यो। रोहनकी आमाले कहिलेकाहीँ रिसाएर भन्नुहुन्थ्यो, तिमी व्यापारीको छोरा भएर किन किसानको काम गर्छौ? रोहन हाँस्दै भन्थ्यो, आमा काम सानो ठुलो हुँदैन। एक दिन विद्यालयमा शिक्षकले सोधे, ठुलो भएपछि को के बन्न चाहन्छौ? रोहन उठ्यो, म धेरै ठुलो व्यापारी बन्छु। सबैले ताली बजाए। विमल उठ्यो, म आमा बुवाको दुःख हटाउने मान्छे बन्न चाहन्छु। कक्षाभरि सन्नाटा छायो। शिक्षकले मुस्कुराउँदै भन्नुभयो, धनी बन्नु राम्रो कुरा हो, तर राम्रो मानिस बन्नु त्योभन्दा ठुलो कुरा हो। समय बित्दै गयो। एसई परीक्षा सकियो। दुवैको नतिजा राम्रो आयो, तर त्यसपछि जीवनले फरक बाटो देखायो। रोहनका बुवाले उसलाई काठमाडौँ पढ्न पठाए। विमलसँग पैसा थिएन। उसले गाउँमै बसेर बिहान खेतमा काम गर्न थाल्यो, साँझ ट्युसन पढाउन थाल्यो। बिदा हुँदा रोहन गाउँ आउँथ्यो। दुवै भेट्थे, पहिले झैँ हाँस्थे, तर अब उनीहरूको जीवन फरक हुँदै गएको थियो। एक दिन रोहनले भन्यो, काठमाडौँमा जीवन धेरै राम्रो छ। विमल मुस्कुरायो, राम्रो होलान्, तर गाउँको शान्ति त्यहाँ कहाँ पाइन्छ र? वर्षहरू बित्दै गए। रोहनले विदेशबाट MBA गर्यो। उसका बुवाको व्यापार झन् ठुलो भयो। ऊ महँगो गाडी चढ्न थाल्यो। पत्रिकामा अन्तर्वार्ता आउन थाल्यो। टेलिभिजनमा पनि उसको चर्चा हुन थाल्यो। उता विमल गाउँमै सङ्घर्ष गरिरहेको थियो। उसले सानो किराना पसल खोलेको थियो। नाफा धेरै थिएन, तर गाउँका गरिबलाई उधारोमा सामान दिन्थ्यो। कसैले पैसा तिर्न नसके पनि ऊ रिसाउँदैनथ्यो। गाउँका मानिसहरू भन्थे, विमल गरिब छ, तर उसको मन धनी छ। एक दिन धेरै वर्षपछि रोहन ठुलो गाडी लिएर गाउँ आयो। पुरै गाउँ उसलाई हेर्न जम्मा भयो। महँगो सुट, कालो चस्मा, 10औं लाखको गाडी। अब ऊ पहिलेको रोहन थिएन। उसँगै उसमा घमण्ड पनि आएको थियो। ऊ विमलको पसल अगाडि रोकियो। विमल खुसी हुँदै बाहिर आयो। रोहन, कस्तो छ साथी? तर रोहनले केवल हल्का मुस्कुराएर भन्यो, ओहो, तिमी अझै पनि यही सानो पसल चलाइरहेका छौ? यो वाक्यले विमलको मनमा गहिरो चोट लाग्यो, तर उसले केही भनेन। मुस्कुराएर चिया खान आग्रह गर्यो। रोहन घडी हेर्दै भन्यो, मसँग यस्ता कुराका लागि समय छैन, र गाडी स्टार्ट गरेर त्यहाँबाट हिँड्यो। विमल टाढासम्म धुलो उडाउँदै गएको गाडीलाई हेरिरह्यो। उसको आँखामा आँसु थियो, तर त्यो आँसु गरिबीको थिएन, साथी बदलिएको पीडाको थियो। त्यो दिनदेखि गाउँमा एउटा प्रश्न उठ्न थाल्यो, धन ठुलो कि मन? तर समयसँगै जीवनले रोहनलाई यस्तो परीक्षा दिने थियो जसले उसको घमण्ड टुक्रा टुक्रा पार्नेवाला थियो। विमलको पसलबाट गाडी कुदाउँदै रोहन सहर फर्कियो। उसलाई लाग्यो, जीवनमा सफल हुनु भनेको धेरै पैसा कमाउनु हो,
अब मलाई गाउँका पुराना साथीहरूको आवश्यकता छैन। तर उसलाई थाहा थिएन जीवनले सबैभन्दा ठुलो पाठ अझै बाँकी राखेको थियो। केही महिनापछि रोहनको व्यापार झन बढ्यो। उसले कम्पनी खोल्यो, नयाँ काठमाडौँमा ठुलो अफिस बनायो, देश विदेशका व्यापारीहरूसँग कारोबार गर्न थाल्यो। मिडियामा उसको अन्तर्वार्ता आउन थाल्यो। सबैले उसलाई सफल व्यवसायी भन्न थाले। तर सफलता बढ्दै जाँदा उसको घमण्ड पनि बढ्दै गयो। अब ऊ आफ्ना कर्मचारीसँग पनि रुखो व्यवहार गर्न थालेको थियो। कसैले सानो गल्ती गर्यो भने सबैको अगाडि अपमान गर्थ्यो। तिमीहरू मेरो कम्पनीमा काम गर्न लायक पनि छैनौ। उसका शब्दहरूले धेरैको मन दुखाउँथे। एक दिन उसको पुरानो कर्मचारी रमेशले राजीनामा दियो। रोहन रिसाउँदै भन्यो, तिमी गएर के गर्छौ? मेरो कम्पनी बाहिर तिमीलाई कसैले काम दिँदैन? रमेशले शान्त स्वरमा भन्यो, सर, जागिर फेरि पाइन्छ, तर आत्मसम्मान एकपटक गुम्यो भने फर्काउन गाह्रो हुन्छ। त्यो कुरा सुनेर पनि रोहन हाँस्यो। उसलाई लाग्यो पैसा छ भने सबै कुरा किन्न सकिन्छ। उता गाउँमा विमलको जीवन भने फरक थियो। उसको सानो पसलबाट धेरै आम्दानी हुँदैनथ्यो, तर ऊ सधैँ मुस्कुराएर ग्राहकसँग बोल्थ्यो। कुनै वृद्धसँग पैसा नभए उधारोमा सामान दिन्थ्यो। कसैको घरमा बिरामी परे सहयोग गर्थ्यो। विद्यालयका गरिब बालबालिकालाई कापी कलम किनिदिन्थ्यो। गाउँका मानिसहरूले भन्न थाले, विमलसँग पैसा कम छ तर मन धेरै ठुलो छ। एक वर्षपछि रोहनले आफ्नो कम्पनीमा ठुलो लगानी गर्ने निर्णय गर्यो। उसका केही नयाँ साझेदारहरू आए। उनीहरूले मिठा कुरा गरे, हामी तपाईँको कम्पनीलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउँछौँ। रोहनले धेरै नसोची करोडौँ रुपैयाँ लगानी गर्यो। कागजातहरू राम्रोसँग पढेन। उसलाई आफ्नै निर्णयमाथि धेरै घमण्ड थियो। केही महिनासम्म सबै ठिकै चल्यो। अचानक एका बिहान कम्पनीमा हल्ला मचियो। साझेदारहरू सम्पर्कविहीन भएका थिए। बैङ्क खातामा करोडौँ रुपैयाँ निकालिएको थियो। रोहन कार्यालय पुगेपछि सबै कर्मचारी चिन्तित थिए। उसले फोन गरिरह्यो, तर कसैले उठाएन। उसले सबै ठाउँमा खोज्यो, तर धेरै ढिलो भइसकेको थियो। उसले विश्वास गरेका मान्छेहरूले नै धोका दिएका थिए। त्यो दिन पहिलोपटक रोहनको आँखामा डर देखिएको थियो। केही दिनमै बैङ्कको ऋण तिर्नुपर्ने भयो। लगानीकर्ताले पैसा माग्न थाले। मिडियामा समाचार आयो, प्रसिद्ध व्यावसायिक कम्पनी आर्थिक सङ्कटमा। जसले हिजोसम्म उसको प्रशंसा गर्थे, आज उसैको आलोचना गर्न थाले। धेरै साथीहरू टाढा भए। कसैले फोन उठाएनन्, कसैले भेट्न समय दिएनन्। जसलाई उसले पार्टीमा लाखौँ खर्च गरेर खुसी बनाएको थियो, आज उनीहरू नै हराएका थिए। एक साँझ ऊ आफ्नो घरमा एक्लै बसिरहेको थियो। घर उस्तै थियो, गाडी उस्तै थियो, तर मन खाली थियो। उसलाई पहिलोपटक विमलको कुराको सम्झना आयो। सानो पसल, मुस्कान, चियाको निम्तो, तर आफूले गरेको अपमान। उसको आँखाबाट आँसु झर्यो। उसले आफैलाई सोध्यो, धनी त बने, तर के म राम्रो मानिस बन्न सकेँ? त्यसै रात एउटा फोन आयो। बुवालाई अचानक हृदयघात भएको थियो। रोहन अस्पताल दौडियो। डाक्टरले भने उहाँलाई धेरै तनाव भएको रहेछ। रोहन बुवाको बेड छेउमा बस्यो। बुवाले कमजोर स्वरमा भने, छोरा, पैसा कमाउनु राम्रो हो, तर पैसाको घमण्ड कहिल्यै नगर। किनकि पैसा आज छ, भोलि नहुन पनि सक्छ, तर राम्रो व्यवहारले कमाएको सम्मान जीवनभर साथ दिन्छ। त्यो कुरा सुनेपछि रोहन धेरै बेर रोइरह्यो। उसले आफ्नो जीवनका गल्तीहरू सम्झिन थाल्यो, विशेष गरी आफ्नो सबैभन्दा मिल्ने साथी विमललाई गरेको अपमान। त्यो रात उसले एउटा निर्णय गर्यो, म भोलि बिहान गाउँ जान्छु, विमलसँग माफी माग्छु। तर उसलाई थाहा थिएन, गाउँमा पुगेपछि विमलले गर्ने एउटा कामले उसको जीवन सधैँका लागि बदलिनेवाला थियो। बिहानको घाम भर्खरै गाउँका डाँडामाथि उदाउँदै थियो। रोहनले आफ्नो गाडी गाउँको बाटोमा बिस्तारै चलाइरहेको थियो। पहिले ऊ यही बाटो आउँदा छाती फुलाएर आउँथ्यो। आज भने उसको टाउको झुकेको थियो। मनमा एउटै कुरा थियो, के विमलले मलाई माफी गर्ला? गाडी विमलको सानो पसल अगाडि रोकियो। पहिले जस्तै सानो टिनको छानो अगाडि केही गाउँलेहरू चिया पिइरहेका थिए। विमल मुस्कुराउँदै ग्राहकलाई सामान दिइरहेको थियो। रोहनलाई देख्ने बित्तिकै गाउँलेहरू अचम्म परे। रोहन बिस्तारै गाडीबाट झर्यो। यसपटक महँगो चस्मा थिएन, घमण्ड पनि थिएन। ऊ विमलको अगाडि पुग्यो।
विमलले मुस्कुराउँदै भन्यो, आऊ साथी, धेरै दिनपछि आयो। यति सुन्नासाथ रोहनको आँखा रसायो। ऊ विमलको अगाडि हात जोडेर उभियो। विमल, मलाई माफ गर। पसलमा एकछिन सन्नाटा छायो। रोहनले भारी स्वरमा भन्यो, मसँग धेरै पैसा थियो, त्यसैले म आफूलाई सबैभन्दा ठुलो सम्झिन थालेँ। मैले तिम्रो अपमान गरेँ। तिमीले चियाको निम्तो दिँदा म अहङ्कारले हिँडिरहेको थिएँ। आज मसँग पैसा पनि छैन र साँचो साथी पनि छैन। विमल केही बेर चुप लाग्यो। त्यसपछि ऊ अगाडि बढ्यो। उसले रोहनलाई अँगालो हाल्यो। साथी, मित्रतामा माफी माग्नु पर्दैन। गल्ती स्वीकार गर्ने मानिस नै ठुलो हुन्छ। रोहन बच्चा जस्तै रुन थाल्यो। त्यही बेला गाउँका केही मानिसहरू दौडिँदै आए। विमल, खोलामा आएको बाढीले 2वटा घर बगाएको छ। विमलले एकछिन पनि ढिला गरेन। उसले पसल बन्द गर्यो। रोहन, आऊ। दुवैजना गाउँलेहरूसँग घटनास्थलतिर दौडिए। खोलाको किनारमा ठुलो भिड लागेको थियो। एउटा सानो बालक खोलाको बीचमा अड्किएको थियो। सबै डराइरहेका थिए। पानीको बहाव निकै तीव्र थियो। कसैले पनि नदीमा पस्ने हिम्मत गरिरहेको थिएन। विमलले एकछिन पनि नसोची खोलातिर दौडियो। विमल, नजा, गाउँलेहरू कराए, तर उसले केही सुनेन। उसले डोरी बाँधेर खोलामा हाम फाल्यो। धेरै सङ्घर्षपछि उसले बालकलाई समात्यो। रोहन पनि अर्को डोरी लिएर पानीमा पस्यो। दुवैले मिलेर बालकलाई सुरक्षित बाहिर निकाले। पुरै गाउँ तालीले गुन्जियो। बालककी आमा रोइरहेकी थिइन्। उनी विमलको खुट्टामा ढोक्न थालिन्। विमलले तुरुन्त उठाउँदै भन्यो, मलाई होइन, भगवानलाई धन्यवाद दिनुहोस्। यो दृश्य देखेर रोहन स्तब्ध भयो। उसले मनमनै भन्यो, यही कारणले गाउँलेहरूले विमललाई यति धेरै माया गर्छन्। उसले महसुस गर्यो, सम्मान पैसा दिएर किन्न सकिँदैन। सम्मान त राम्रो व्यवहार र सेवाबाट कमाइन्छ। केही दिनपछि रोहनले आफ्नो बाँकी सम्पत्ति बेचेर बैङ्कको ऋण तिर्यो। उसले फेरि सानो व्यापार सुरु गर्ने निर्णय गर्यो। यसपटक ठुलो कार्यालय होइन, सानो पसल, साना सपना, तर ठुलो मन। रोहनले विमलसँग सल्लाह माग्न थाल्यो। विमलले, व्यापारमा नाफा मात्रै नहेर विश्वास कमाऊ। एकपटक विश्वास जित्यौ भने ग्राहक आफै फर्केर आउँछन्। रोहनले त्यो कुरा मनमा गाँठो बाँध्यो। केही वर्ष बिते। दुवै साथीले गाउँमै कृषि सहकारी स्थापना गरे। किसानका उत्पादन उचित मूल्यमा बेच्न थाले। बेरोजगार युवाहरूलाई काम दिए। गाउँका धेरै युवाले विदेश जाने निर्णय रोके। गाउँको अवस्था बिस्तारै बदलिन थाल्यो। एक दिन विद्यालयले दुवै साथीलाई सम्मान गर्न बोलायो। प्रधानाध्यापकले विद्यार्थीहरूलाई सोधे, तिमीहरूलाई सबैभन्दा धनी मानिस को लाग्छ? एउटा विद्यार्थीले रोहनतिर औँला देखायो, अर्कोले विमलतिर। प्रधानाध्यापक मुस्कुराउनु भयो। उहाँले भन्नुभयो, धनी त्यो होइन जोसँग धेरै पैसा छ, धनी त त्यो हो जसको मन ठुलो छ, जसले अरूलाई उठाउँछ र जसको कारण अरूको जीवनमा खुसी आउँछ। हलमा तालीले गुन्जियो। कार्यक्रम सकिएपछि रोहनले सबैको अगाडि विमलको हात समातेर भन्यो, आज मसँग धेरै पैसा छ, तर म आज जीवनकै सबैभन्दा धनी मानिस हुँ। सबैले अचम्म मान्दै सोधे, किन रोहन? आज मसँग धेरै पैसा छैन, तर म आज जीवनकै सबैभन्दा धनी मानिस हुँ। सबैले अचम्म मान्दै सोधे, किन? रोहन मुस्कुरायो। उसले विमलको काँधमा हात राख्दै भन्यो, किनकि मैले साँचो साथी पाएको छु। विमल हाँस्यो, र मैले पनि। दुवैजना मुस्कुराए। दुवै साथीले एकअर्कालाई अँगालो हाले। यो दृश्य देखेर गाउँका धेरै मानिसहरूको आँखा रसाए। घमण्डले मानिसलाई केही समय ठुलो देखाउन सक्छ, तर अन्ततः उसलाई एक्लो बनाउँछ। विनम्रता, इमानदारी, सहयोग र साँचो मित्रताले भने जीवनभर सम्मान दिलाउँछ। पैसाले घर किन्न सकिन्छ, तर परिवार होइन। पैसाले ओछ्यान किन्न सकिन्छ, तर निन्द्रा होइन। पैसाले औषधि किन्न सकिन्छ, तर स्वास्थ्य होइन। र पैसाले हजारौँ चिनजान बनाउन सकिन्छ, तर एउटा साँचो साथी किन्न सकिँदैन। धन्यवाद। तपाईहरूलाई हाम्रो कथा कस्तो लाग्यो? यदि तपाईहरूलाई हाम्रो कन्टेन्ट मन परिरहेको छ भने कृपया हाम्रो च्यानललाई लाइक, सेयर र सब्स्क्राइब गरिदिनुहोला। धन्यवाद।